सडकदेखि सिडनीसम्म भाग 2। बनेपाको बसदेखि बोर्डिङ पाससम्म साधनाको 5 वर्षे तपस्या। भाग 1 पढेर धेरैले सोध्नुभयो, दाई खलासीलाई अस्ट्रेलिया कसरी लगिन्? ल आज जवाब दिन्छु, तर यो जवाब पढ्न या सुन्न मुटुमा ढुङ्गा राखेर बस्नु होला है। 18 वर्षको केटो बनेपा काठमाडौँको बस जहाँबाट कथा नै फेरियो। 17वटा गाडी फेरिसकेको थिएँ। साहुको लात, यात्रुको थुक, प्रहरीको लौरो सबै खाइसकेको थिएँ। 18 वर्ष लाग्दै गर्दा बनेपा काठमाडौँ रुटको एउटा पुरानो बसमा खलासी भएँ। जिन्दगीसँग हार मानिसकेको थिएँ। लाग्थ्यो अब यही बसको चक्कामुनि मेरो लास जान्छ। त्यही बेला ऊ चढी साधना। निलो सेतो कलेज ड्रेस, काँधमा किताबको झोला, हातमा च्यातिएको छाता। हरेक बिहान 7:15 चढ्थे। अरू केटीहरू खलासी देखेपछि 2 सिट पर सर्थे, ऊ सर्दिनथे। एक दिन पानी परिरहेको थियो, ऊ रुझेर आई। मैले टाउकोमा ओढ्ने प्लास्टिक दिएँ। उसले पहिलोपटक मलाई आँखामा हेरेर भने, धन्यवाद दाई। तिम्रो नाम? दाई 13 वर्षपछि कसैले मलाई मान्छे गनेर बोलायो। मेरो नाम उत्तम हो भनेर आफैले बिर्सिसकेको थिएँ। त्यही दाई शब्दबाट हाम्रो 2 वर्षे बसभित्रको जिन्दगी सुरु भयो। बसभित्रको 2 वर्षे प्रेम, जहाँ खलासी मान्छे बन्यो। पहिलो वर्ष आमाको न्यानो माया। जाडो थियो। म मध्यरातसम्म गाडीमा कुरेर बस्थेँ। उसले आफ्नो बाबाको पुरानो ज्याकेट ल्याएर आफै लगाइदिन्थे। नत्र रुगा लाग्छ भनी मैले भने, फोहोर हुन्छ दिदी। उसले मेरो मैलो गालामा हात राखेर भने, मेरो दाइलाई फोहोर भन्ने हक कसैलाई छैन। त्यो दिन थाहा पाएँ आमाको हात कस्तो हुँदो रहेछ भनेर। दोस्रो वर्ष गुरुको लौरो। उत्तम दाई तिमी कखरा लेख्न सिक भनेर कापी बोकाए। राति 11 बजे गाडी थन्काएपछि काभ्रे बस पाको स्ट्रिट लाइट मुनि मलाई बसेर पढाउँथे। यात्रु जिस्काउँथे, खलासी पनि पढ्छ र? केटी फसाउने नाटक हो। साधना जुरुक्क उठेर भन्थे, हो मेरो दाई पढ्छ, भोलि तपाईँको छोरालाई जागिर दिने मान्छे बन्छ। एक दिन साहुले सबै यात्रुको अगाडि मलाई चप्पलले हान्यो। मेरो नाकबाट रगत आयो। सबै झरेपछि साधनाले आफ्नो रुमालले मेरो रगत पुछिदिएर भने, उत्तम तिम्रो आँसु र रगत अब मेरो जिम्मा। आजदेखि तिमी रुन पाउँदिनौ। त्यही दिन मैले उसको आँखामा आफ्नो श्रीमती देखेँ। बोलेको केही थिएन, तर हामी एक भइसकेका थियौँ। अस्ट्रेलिया जाने सपना र 12 पासको वज्रपात। +2 सकेर उसले भने, म अस्ट्रेलिया जान्छु, 3 वर्ष कुर्नु, म तिमीलाई लिन आउँछु। म हाँसेँ, खलासीलाई कसले लैजान्छ? तर ऊ गई र साँच्चै लड्न थाले। 6 महिनापछि फोन गरी रुँदै, उत्तम समस्या पर्यो। स्टुडेन्ट भिसा लगाउन तिम्रो 12 पासको सर्टिफिकेट अनिवार्य चाहिन्छ रे। 10 फेललाई त एयरपोर्ट छिर्नै दिँदैन रे। मेरो खुट्टा मुनिको जमिन भासियो। जसले कखरा बल्ल सिक्दै थियो उसलाई 12 पास। मैले भने, साधना मलाई बिर्सिदेऊ, म खलासी नै ठिक छु। ऊ फोनमै कराई, उत्तम मैले बाटोबाट टिपेको मान्छे म बाटोमै छोड्दिनँ। 12 चाहिन्छ भने मेरो खलासीलाई 12 पास बनाएरै छोड्छु, नत्र म पनि यो प्लेनबाट हाम फाल्छु। खलासीको कलेज, साधनाले चालेको अफिसियल युद्ध, त्यसपछि सुरु भयो उसको तपस्या। मेरो लागि उसले चालेको 4वटा मुद्दा। मुद्दा नम्बर 1, नागरिकता। मेरो जन्मदर्ता सौतिनी आमाले जलाइदिएकी थिइन्। साधना अस्ट्रेलियाबाट 2 पटक नेपाल आई। 4 महिना वडा नगरपालिका सिडिओ कार्यालय धाई। मेरो बाबालाई लिएर हात जोडेर रोएर मेरो नागरिकता बनाए। उसले भने, देशले नचिनेको मान्छेलाई मैले चिनाएँ। मुद्दा नम्बर 2, खलासीको 12। उसले मलाई ओपन स्कुलमा भर्ना गरिदिए। अस्ट्रेलियाबाट किताब, कापी, गाइड सबै डिएचएल गरेर पठाए। आफू एक छाक चाउचाउ खाएर मलाई महिनाको 15,000 हालिदिन्थे। म दिउँसो बनेपा काठमाडौँ गाडी चलाउँथेँ। राति 1 बजेसम्म सिटमै बसेर पढ्थेँ। साउले किताब खोसेर फालिदियो। मैले हिउँबाट टिपेर छातीमा टाँसेँ। किताबबाट मेरो रगत लाग्यो, किताबमा मेरो रगत लाग्यो। साधनाले भने, त्यो रगत मेरो सिन्दुर हो उत्तम, तिमी पास नभई म पोते लगाउँदिन। 20 वर्षको उमेरमा 10 दिएँ। 22 वर्षमा 12 दिएँ। 2.65 GPA आयो। नतिजा आएको दिन म बस पार्कमै भकानिएर रोएँ। यात्रुहरू हेरेर बसे, खलासी किन रोएको भन्दै। कसैले बुझेन त्यो आँसु 18 वर्षको भोक, पिटाइ र हेपाइको हिसाब थियो। मुद्दा नम्बर 3, पैसा र पासपोर्ट। अस्ट्रेलियामा उसले बिहान कलेज, दिउँसो रेस्टुरेन्ट र राति पेट्रोल पम्पमा काम गरे। 3 वर्षमा 18 लाख जम्मा गरे।
मेरो पासपोर्ट, मेडिकल कलेज फी सबै उसैले तिरी। मैले भने, म तेरो को हुँ र? उसले भने, त मेरो जिम्मेवारी होस्। मैले सडकबाट उठाएको मान्छे। मुद्दा नम्बर 4, भिसा र समाज। 3 पटक भिसा रिजेक्ट भयो। अफिसले सोध्यो, के नाता हो? साधनाले लेखेर पठाए, यो केटो 5 वर्षमा आमाले निकालिन्, 18 वर्षसम्म समाजले खाते भन्यो। मैले 2 वर्ष बसमा पढाएर 3 वर्ष अस्ट्रेलियाबाट कमाएर 12 पास गराएँ। अब तपाईँहरूले नो भन्नुभयो भने एउटा मान्छे फेरि सडकमा मर्छ। मान्छे मार्ने कि बचाउने? 4थो पटकमा भिसा लाग्यो। गाउँलेले थुक लगाए। खलासीसँग पहिलो गए। साधनाको आमाको सारीको सबकोले छोरीलाई हान्नुभयो। साधनाले आमाको खुट्टा समातेर भने, आमा, मैले लासलाई सास दिएको हो। यो पाप हो भने म नर्क जान तयार छु। अन्तिम दिन बनेपाको बस पार्कदेखि त्रिभुवन एयरपोर्ट फ्लाइटको दिन म 18 वर्षमा छिरेको त्यही बनेपाको बस पार्कमा गएँ, जहाँबाट साधना चढ्थी। बसको ढोकामा टाउको राखेर खुब रोएँ। साउ पनि हेरेर बस्यो, केही भनेन। एयरपोर्टमा साधना सेतो कुर्तामा थिए। मलाई देख्ने बित्तिकै दौडेर आएर अङ्कमाल गरी। मैले 12को सर्टिफिकेट र पासपोर्ट उसको हातमा राखिदिएँ। उसले सर्टिफिकेट छातीमा टाँसेर भने, उत्तम, यो पेपर होइन, यो मेरो 5 वर्षको जवानी, मेरो रगत, मेरो पसिना हो। आजबाट तेरो सडकको नाम काटियो। प्लेन उड्ने बेला मैले तल हेरेँ, त्यही काठमाडौँ, त्यही पुलमुनि, त्यही डस्टबिन। मनमा नै भने, हे सडक, तैँले दिएको खातेलाई एउटी साधनाले उत्तमजी बनाएर लाँदैछ। त्यसैले भन्छु, 12 पास सर्टिफिकेटले म अस्ट्रेलिया आएको होइन, म एउटी केटीको जिद्दीले आएको हुँ, जसले भने मेरो खलासी 12 पास नभई म चुरा फुटाउँदिनँ। प्रेम भनेको बसमा सँगै बसेर आई लभ यु भन्नु होइन। प्रेम भनेको कसैको लागि वडा कार्यालय धाउनु हो, रातभर पेट्रोल पम्पमा उभिनु हो र समाजले थुक्दा यो मेरो हो भनेर छाती ठोक्नु हो। थ्याङ्क यू सो मच एभ्रिबडी। है, कस्तो लाग्यो हजुरलाई यो दोस्रो भाग? अब तेस्रो भाग पनि म अपलोड गर्छु, हजुरले सुनेर प्रतिक्रिया दिनु होला है त। म स्वयं उत्तम निरौला रचनाकार पनि हुँ र मेरो स्वर हजुरलाई कस्तो लागेको छ भनिदिनु होला है त। र कमेन्ट गर्न, है, सेयर गर्न हजुरले कन्जुसाइ नगरिदिनु होला। थ्याङ्क्स अ लट एभ्रिबडी।